फेरि एक दुई तीन चार एक दुई तीन चार एक दुई तीन चार सीधा बस्नु कम्मर दुखाइ हुने छिटो अगाडि धेरै चित्र मिल्दैन। कम्मर दुखाइ ढाड दुखाइ हुने छिटो अगाडि धेरै चित्र मिल्दैन। कति दुख्ने त भन्दा आधा नाच्ने यति मात्र। आउनुहोस् न, हातलाई सिधा गर्नु, हात सिधा ए यति मात्र कम्मर दुखाइ हुनेखेरि। दुई सिधा, तीन चार अरू सबै ज्यादा। एक दाहिना हातले देब्रे खुट्टालाई छुँदै, दुई सिधा, तीन चार सिधा, एक दुई सिधा, तीन चार जप, एक दुवै हात माथि, दुई कम्मर दुखाइ हुने, एक दुई एक दुई एक अरू सबैजना पुरा तल, दुई एक दुई एक दुई एक दुई एक दुई। नंबर 11 एक हातलाई फैलाउनुहोस्, दुई सिधा, तीन चार तल, एक दुई तीन चार, एक दुई तीन चार, एक दुई तीन चार, एक दुई तीन चार, एक साथमा, एक दुई तीन चार, एक दुई तीन चार, एक दुई 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 एक दुई। 12 नंबर 12 12 12 12 12 12 13 13 13 13 14 14 14 14 15 15 15 15 16 घुमाउनुहोस् 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 उल्टा, एक दुई तीन चार पाँच छ। ताली बजाउनुहोस्। यो बहुत साह्रो जिन्दगी। एक दुई 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 बजाउनुहोस् बजाउनुहोस्
अगाडि पछाडि अगाडि पछाडि अगाडि पछाडि अगाडि पछाडि औँलाहरूलाई चलाउँदै गर्नुहोस् औँलाहरूलाई चलाउनुहोस् औँलाहरूलाई चलाउनुहोस् भोल्युम बढाउनुहोस् चलाउँदै जानुहोस् घुमाउनुहोस् एक भोल्युम बढाउनुहोस् सुधार जिंदगी को सुधार जिंदगी को योग हो सार जिंदगी को स्वस्थ रहिए जीवन सिखाओगे उपहार हो जिंदगी को उपहार हो जिंदगी को सुधार जिंदगी को योग हो सार जिंदगी को स्वस्थ रहिए जीवन सिखाओगे उपहार हो जिंदगी को उपहार हो जिंदगी को योग सिर्जना महाशिव को योग विज्ञान दीर्घ जीवन को योग अभियान ऋषि हर को स्वाभिमान हो पुरखा हर को किसी पतंजलि सूत्र दे अष्टांग योग महासंघीय को उच्च जीवन शैली सिखाउने योग नहीं दिव्य ज्ञान हो योग नहीं दिव्य ज्ञान हो योग नहीं दिव्य ज्ञान हो शक्ति जाग्दछ ओम ध्वनिमा प्रेम बढाउँछ योगीहरूमा योग भूमिको सम्मान गर्दै पालना गरौँ योग साधना योग नै हो पूर्ण अपार अनन्त लाभ भण्डार हो सबै मन जोड्न सक्ने प्रेम को यो सागर हो प्रेम को यो सागर हो प्रेम को यो सागर हो सहरमा योग भिजाउँदै गरौँ निरोगी बनाऊ आहार विहार शुद्ध बनाउँदै स्वस्थ समाज निर्माण गरौँ वैदिक ऋषिहरूको परम्परा युगौँ युग चलिरहो विश्वलाई स्वस्थ बनाउने दिव्य शक्ति दिव्य शक्ति जागिरहो दिव्य शक्ति जागिरहो
औलाहरू सिधा सिधा चलाऊ, औलाहरू सिधा चलाउँदै जाउँ। हामीभित्र अग्नि छ, आगो छ हामीभित्र, त्यसलाई सधैँ बिहानमा यसरी नै जलाउनुपर्छ। बुढी औँलालाई मुठीभित्र बन्द गरौँ, घुमाऊ। 1 2 हात सिधा, यस्तो होइन यस्तो होइन। 3 4 5 6 उल्टोबाट 6 5 4 3 2 1 1 2 1 2 1 2 1 2 1 2 1 2 दायाँ बायाँ 1 2 1 2 1 2 1 2 1 2 कोही जोड्नुहोस्। 1 2 3 4 5 6 विपरीत 6 5 4 3 2 1 हातलाई सिधा माथि, सिधा माथि। 1 2 सिधा, 3 4 सिधा, 1 2 3 4 1 2 3 4 औँलालाई यस्तो गर्नुहोस्, टाउकोले हातले टाउकोलाई पुरा धक्का दिनुहोस्। श्वास लिँदै पुरा ढाड दुखाइ, गर्दन दुखाइको समस्याको सही औषधि। 2 श्वास छोड्नुहोस्। 1 2 1 2 1 2 1 2 दायाँ हातले दायाँ कच्चटलाई पुरा धक्का दिनुहोस्, अर्को हात कम्मरमा राख्नुहोस्। 1 2 1 2 1 2 1 2 हातलाई अगाडि पुरा 1 पुरा श्वास लिँदै 2 श्वास छोड्दै 1 2 1 पुरा श्वास लिँदै 2 1 2 फेरि पनि टाउको दुख्ने समस्या, ढाड दुख्ने समस्या, सबको औषधि। 1 पुरा श्वास लिँदै 2 1 2 1 2 हातलाई तल घुमाउनुहोस्। 1 2 3 4 5 6 विपरीत 6 5 4 3 2 1 खुट्टालाई अलिकति खटाउनुहोस्, हात कम्मरमा श्वास लिँदै पछाडि उताबाट हेर्नु, श्वास छोड्दै अगाडि, श्वास छोड्दै बायाँ, छोड्दै बिचमा। 1 2 3 4 1 2 3 4 श्वास छोड्दै अगाडि झुक्नुहोस्, कमिला धेरै छैन। श्वास छोड्दै तल, श्वास लिँदै बिचमा, श्वास लिँदै पछाडि, छोड्दै बिचमा। 1 2 3 4 बिस्तारै कम्मरलाई घुमाउनुहोस्। 1 2 3 4 5 6 5 4 3 2 1 बुढा पक्रिनुहोस्, बुढालाई ठिक गरौँ, घुट्नाको समस्या। 1 2 3 4 5 6 विपरीत
6 5 4 3 2 1 सिधा हुनुहोस्। सूर्य नमस्कार राख्नुहोस् मोबाइल अगाडि राख्नुहोस्। हजुर 1 2 हात पछाडि 3 श्वास छोडेर अगाडि 4 दाहिना गोडा अगाडि देब्रे गोडा पछाडि 5 दुईटै पछाडि 6 घुट्ना टेक्नुहोस्। छातीलाई अगाडि सिना अगाडि चिउरालाई टेक्नुहोस्। 7 8 9 देब्रे अगाडि बायाँ 10 11 12 एकदमै राम्रो आसन। खुट्टाको औँलादेखि लिएर टाउको शिरसम्मको आसन सूर्य नमस्कार। शरीरको बाहिरी अङ्ग शरीरको भित्री अङ्गको व्यायाम सूर्य नमस्कार। धेरै भिटामिन डी क्यालोरीहरू पाइन्छ सूर्य नमस्कार। यो रेडको हड्डी मेरुदण्डलाई मजबुत बनाउँछ सूर्य नमस्कार। 1 2 3 4 5 6 7 8 9 10 11 12 भोलिदेखि अझ हामी यसलाई व्यवस्थित गर्छौँ। पछाडिसम्म हामी पालहरू ओछ्याउँछौँ। बिचारा भाइ बहिनीहरू कोही छतमा चढ्नु भएको छ, कोही मन्दिरमा उभिनु भएको छ। भोलिदेखि अझ हामी यसलाई पछाडिसम्म फैलाउँछौँ। आज तपाईँहरूलाई धेरै गराउन मिल्दैन, यहाँ सुतेर गर्ने गराउन मिल्दैन। त्यसको लागि हात फैलाउँदा अर्कालाई नछुने हुनुपर्छ। तर आज टाइट छ, भोलिदेखि खुल्ला पछाडिसम्म हजुरहरूलाई तन्काएर भोलिदेखि धेरै कुरा सिकाउँछौँ। आजलाई अन्तिमपल्ट गरौँ सूर्य नमस्कार। 1 2 3 4 5 6 7 8 9 10 11 12 हाम्रो अगाडि साक्षात् देवता सत्य देवता सूर्य देवता। गलामा सर्पको माला देख्यो भने हामी कुन देवता भन्छौँ? शिवजी भगवान। खुट्टालाई क्रस गरेर मुरली बजाएको देख्यो भने को भन्छौँ? श्री कृष्ण भगवान। लामो जीवन ठुलो आँखा देख्यो भने को भन्छौँ? काली माता। हातबाट पैसा झरेको देख्यो भने को भन्छौँ? लक्ष्मी माता। एउटा हातमा पीडा अर्को हातमा पुस्तक देख्यो भने को भन्छौँ? यो सबै हनुमान। तर हाम्रो अगाडि साक्षात् देवता भनेको सूर्य देवता, जो बिना हामी जीवित रहन सक्दैनौँ। त्यसैले सूर्य देवताको आराधना 12 आसनबाट 12 नामबाट आज हामीले आसनबाट गऱ्यौँ। भोलि हामी नामबाट पनि सिकाउँछौँ। आजलाई अन्तिमपल्ट सूर्य नमस्कार। 1 2 3 4 5 6 7 8 9 10 11 12 बसौँ। घुट्नालाई मोडेर बस्नुहोस्। यसरी घुट्नालाई मोडेर बस्नु सजिलोसँग। मुखलाई बन्द बन्द। यो शान्त शान्त
बस्नुहोस् सबैजना पछाडि जति पनि हेर्नु भएको छ गेट बाहिरबाट भित्र आउनुहोस्। यो शिविर तपाईँहरूको लागि हो, हेरेर फाइदा हुँदैन, गरेर फाइदा हुन्छ। यसरी बस्नुहोस्, मुखलाई बन्द। हाम्रो मुख कतिवटा छ? मुख कतिवटा? एउटा। कान कतिवटा छ? दुईटा। आँखा कतिवटा छ? नाकको पालहरू कतिवटा छ? हात कतिवटा छ? खुट्टा कतिवटा छ? किडनी कतिवटा छ? फोक्सो कतिवटा छ? अनि धेरै अङ्गहरू दुईटा छन्, मुख एउटा छ। त्यो भनेको के हो त भन्दा कम बोल धेरै सुन। एउटा मुख छ, दुईटा कान, कम बोल धेरै सुन। त्यसैले यो गर्ने ठाउँमा हल्ला गर्नु हुँदैन। यसरी बस्नुलाई वज्रासन भनिन्छ। खाना खाएर यसरी मात्र तपाईँहरूले 3 देखि 5 मिनट बस्नुभयो भने खाएको खाना तुरुन्त पच्छ, ग्यासको समस्या हुन्छ। हाम्रो शरीरमा दुईवटा अङ्गले बढी रगत लिने गर्दछ। एउटा मुटुले, अर्को यसलाई पिडुलाले। के भन्छ यसलाई? पिडुलालाई। दुईटा अङ्ग, यसलाई सानो मुटु पनि भन्छ। यसलाई दबाउनुपर्छ, यसलाई थिच्नुपर्छ। यसलाई थिच्नु भनेको पेटको जान, पेटको औषधि गरेको बराबर मानिन्छ। त्यसैले खाना खाएर यसरी बस्नु मात्र पनि औषधिको रूपमा मानिन्छ। यसलाई वज्रासन भनिन्छ। अब वज्रासनमा बसेर के गर्ने त? हामी मध्ये सुगरको समस्या कसलाई छ? डायबिटिसको समस्या हात उठाउनुहोस् एकपल्ट। सुगरको समस्या, हजुर, हात तल झार्नुहोस्। उच्च रक्तचापको समस्या कतिलाई छ? प्रेसरको समस्या हात उठाउनुहोस्, हात तल झार्नुहोस्। थाइरोइडको समस्या कतिलाई छ? हात उठाउनुहोस्, हात तल झार्नुहोस्। त्यसै गरी ग्यासको समस्या कतिलाई छ? हात तल झार्नुहोस्। त्यसो भए खान नपाएर बिरामी हुनुभएको कति छ? खान नपाएर, हेर्नुहोस् त, सबै खान पाएर बिरामी भयो। खान पायो तर खान जानेन, त्यसपछि बिरामी भयो। अब खाना हामीले जान्नुपर्छ बिस्तारै। कसरी खाने त हामी भन्दै जान्छौँ। अहिले लाउने सुगर रोगलाई ठिक पारौँ, ग्यासलाई ठिक पारौँ। बुढी औँलालाई बन्द गर्नुहोस्, यसरी जोड्नुहोस्, नाइटोमा राख्नुहोस्, पुरा अगाडि झुक्नुहोस्। अगाडि 10 सेकेन्डसम्म झुकिरहनुहोस्। 1 2 3 4 5 6 7 8 9 10। श्वास लिएर सिधा उठ्नुहोस्। यसले शरीरमा इन्सुलिन छोड्छ, शरीरमा सुगर रोग लाग्न दिँदैन। लागेको छ भने पनि यसले कन्ट्रोल गर्छ र ग्यासको समस्या हुन दिँदैन। दुईटै हातमा लड्डु, एकातिर ग्यासको समस्या ठिक हुन्छ, अर्कोतिर सुगर रोग ठिक हुन्छ। फेरि पनि झुक्नुहोस् यसरी नै, पुरा श्वास छोडेर अगाडि 10 सेकेन्डसम्म टिकिरहनुहोस्। 1 2 3 4 5 6 7 8 9 10। श्वास लिएर सिधा माथि। अब देब्रे हात पहिला राख्नुहोस् नाइटोमा, माथिबाट दाहिने हात राख्नुहोस्। पुरा अगाडि झुक्नुहोस्, पुरा अगाडि झुक्नुहोस् 10 सेकेन्डसम्म। मञ्चमा हेर्नुहोस्, टाउकोलाई अगाडि, भ्यागुत्ता बन्नुहोस्, भ्यागुत्ता। 1 2 3 4 5 6 7 8 9 10। श्वास लिएर हातहरू दुईटै माथि, सिधा माथि, सिधा माथि, सिधा माथि। पुरा श्वास छोडेर तल झुक्नुहोस्। निधारले जमिनलाई ठोक्नुहोस्। 10 सेकेन्डसम्म ठोक्नुहोस्। तनाव हुन्छ, रिस उठ्छ, त्यो सबैको औषधि 10 सेकेन्डसम्म ठोकिरहनुहोस्। 10 सेकेन्डसम्म। 1 2 3 4 5 6 7 8 9 10। सिधा माथि उठाउनुहोस्, सिधा हातलाई सिधा माथि, सिधा माथि उठाउनुहोस्। फेरि श्वास छोडेर तल। 1 2 3 4 5 6 7 8 9 10। सिधा माथि, अगाडि राख्नुहोस्।
हो, यसलाई शशकासन भनिन्छ। यसले सम्पूर्ण तनावलाई व्यवस्थापन गर्छ, तनावलाई ठिक गर्छ, सबै तनावलाई ठिक गर्छ, शरीरलाई सिधा राख्छ, सिधा राख्छ, ढाडलाई सिधा राख्नुहोस्। लामो श्वास लिनुहोस्, लामो श्वास छोड्नुहोस्, लम्बा श्वास लिनुहोस्, लम्बा श्वासलाई छोड्नुहोस्, पुरा लामो श्वास लिनुहोस्, लामो श्वासलाई छोड्नुहोस्, पुरा फोक्सोलाई बोलाउनुहोस्, फोक्सोलाई सिकुड्नुहोस्, लम्बा श्वास, लम्बा प्रश्वास। कम्तीमा 3 सेकेन्ड लगाएर श्वास लिनुहोस्, 3 सेकेन्ड लगाएर श्वासलाई छोड्नुहोस्। गहिरो श्वास, गहिरो प्रश्वास, गहिरो श्वास, गहिरो प्रश्वास। लामो श्वास लिनुहोस्, लामो श्वास छोड्नुहोस्, लामो श्वास, लामो प्रश्वास, गहिरो श्वास, गहिरो प्रश्वास। यसलाई भस्त्रिका भनिन्छ। यति मात्र गर्यो भने हामीलाई कहिले पनि श्वास प्रश्वासमा समस्या आउँदैन। सर्दी जुकामको समस्या हुने समस्या, छालामा आउने समस्या, ब्रोन्काइटिसको समस्या, दमाको समस्याबाट बच्न सकिन्छ। शरीरभित्रको रगतलाई यसले सफा गर्छ, नसामा अक्सिजन पुर्याउँछ। यसलाई अलिकति छिटो चलाउनु, मजाले फोक्सोलाई पम्प गर्नु। फेरि लामो श्वास लिनुहोस् मैया, लामो श्वासलाई छोड्नु, लामो श्वास, लामो प्रश्वास, लामो श्वास, लामो प्रश्वास। यति 5 मिनट गऱ्यो भने के हुन्छ त शरीरमा? दिनमा बिहान भोरमा यति 5 मिनट गर्ने हो भने के हुन्छ त? हो, हामीले जिन्दगीभरि कमाएको सम्पत्ति, हामीले बिहानदेखि बेलुकासम्म काम गरेर कमाएको सम्पत्ति, पछि हस्पिटलमा बसेर, हस्पिटलको बेडमा सुतेर, डाक्टरलाई पैसा बुझाएर, सिलिन्डरमा ग्यास किनेर, नाक छेडेर नाकभित्र पाएर मिसाएर श्वास लिनु पर्दैन। अहिले 5 मिनट मात्र यति दिनमा गर्ने हो भने त्यो अवस्था हाम्रो शरीरले भोग्नु पर्दैन। त्यसैले अहिले नै हामीले अन्तिम अवस्थासम्म कति अक्सिजन चाहिन्छ त्यो हामीले लिनुपर्छ। फेरि भन्दा फेरि पनि लामो श्वास लिनुहोस्, लामो श्वास छोड्नुहोस्, सबै भित्रको फोहोरहरूलाई निकाल्नुहोस्। वायुको माध्यमबाट हामी भित्रको विकारहरू बाहिर गएको छ। के विकार? श्वास प्रश्वास सम्पूर्ण समस्या बाहिर, जन्म समस्या बाहिर, सर्दी जुकामको समस्या बाहिर, टन्सिलको समस्या बाहिर, एलर्जीको समस्या बाहिर, न्यून रक्तचापको समस्या बाहिर। पूरा श्वासलाई लिने छोड्ने, लिने छोड्ने। हाम्रो फोक्सोमा, हाम्रो 2टा फोक्सोमा 10 करोड अधिक मसिना प्वालहरू, छेदहरू रहेको छ। त्यो छेदहरू खुल्ला हुन आवश्यक छ। जब त्यो छेदहरू टालिन्छ अनि हाम्रो समस्या आउँछ शरीरमा, धेरै रोगहरू आउँछ हाम्रो शरीरमा। त्यो छेदलाई खुल्ला गर्न, त्यो प्वालहरूलाई खुल्ला गर्नको लागि भस्त्रिका प्राणायाम गर्नुपर्छ। हरेक पल्ट यदि श्वास प्रश्वास गर्नाले 10 करोड अधिक छेदहरूलाई खोल्ने काम गर्दछ। कहिल्यै पनि श्वास प्रश्वासमा अवरोध आउँदैन। फेरि पनि गरौँ अन्तिम पल्ट।
लामो श्वास लिऊ, लामो श्वासलाई छोडौँ। गहिरो श्वास, गहिरो प्रश्वास। समय, विधि र सङ्कल्प। समय, विधि र प्रतिबद्धता प्राणायामको आवश्यकता। हरेक प्राणायामको समस्या हुन्छ। जुन हामीले गरियो भस्त्रिका प्राणायामको कम्तीको समय भनेको 10 मिनट। विशेष रोग छ, दमाको समस्या छ, एलर्जीको समस्या छ भने आधा घन्टा। त्यसको सही उपचार हो। यो भयो समय। विधि, या त छिटो छिटो गर्नुहोस् या त 3 सेकेन्ड लगाएर श्वास लिनुहोस्, 3 सेकेन्ड लगाएर श्वास छोड्नुहोस्। सङ्कल्प अर्थात् हामीले पुरा भावका साथ गर्नुपर्छ। श्वास बाहिर जान्छ, म भित्रका विकारहरू बाहिर गइरहेको छ। श्वास भित्र आउँछ, यो ब्रह्माण्डमा भएका अखण्ड दिव्य शक्ति म भित्र आएको छ, जसले मलाई बार बार परिवर्तन गरेको छ, जसले मलाई ओजस्वी बनाउँछ, जसले मलाई तेजस्वी बनाउँछ, जसले म भित्र रोगसँग लड्न सक्ने क्षमता गराउँछ। त्यसैले आएको श्वासलाई पनि हेर्नुपर्छ, गएको श्वासलाई पनि हेर्नुपर्छ। एकपल्ट खुट्टालाई अगाडि बढाउनु, खुट्टा अगाडि, खुट्टा अगाडि, हातलाई दायाँ-बायाँ टेक्नु। औँलालाई मात्र चलाउनुहोस्, औँलालाई चलाउँदै जानुहोस्, चलाउँदै जानुहोस्। ढाडलाई सिधा राख्नु, चलाउँदै जानुहोस्। औँला मात्र चलाउनुहोस्, औँला मात्र चलाउनुहोस्। आज 4 बजे कतिजना आउनुभएको थियो? हात उठाउनुहोस् एकपल्ट। 4 बजे हात तल हाल्नुहोस्। भोलि ठिक 4:30 बजे सुरु हुन्छ। भोलि हामी अरू पालको व्यवस्था गर्छौँ। यो एउटा सामाजिक कार्य हो। सहयोग हजुरहरूले पनि गर्न सक्नुहुन्छ। जस जसको घरमा पाल छ, केही दिन हामीलाई नाम लेखेर पाल सहयोग गर्न सक्नुहुन्छ। हामी ल्याइदिन्छौँ। 5 दिनपछि फेरि लैजान सक्नुहुन्छ। यो पुण्यको काम हो। एकै साथमा धेरै रोगीहरूको उपचार हुने ठाउँ हो यो। औँलाहरू मात्र चलाउनु, श्वास छोड्दै तल लिँदै जानु। 1 2 1 2 1 2 1 2। पुरा औँलाहरू तल, श्वास छोडेर तल, औँलाहरू आफूतिर। 1 2 1 2 1 2 1 2। हातलाई सिधा, जता पिस्ने, हात सिधा। अब पहिला म ढाडको अपरेसन गर्छु। तपाईँहरूको ढाड ठिक छ कि छैन, मेरुदण्ड, यो शरीर ठिक छ कि छैन एकपल्ट चेक गर्छु। हातलाई सिधा तन्काउनु, खुट्टालाई तन्काउनुहोस्। हात र खुट्टा नकुम्चाइकन झ्याप्प पछाडि सुत्नुहोस् त, सुत्नुहोस् पछाडि, पुरा पुरा सुत्नुहोस् यसरी। उठ्नुहोस्, कुद्ने नकुम्चाइकन। अहो, खुट्टा पनि उठाउन मिल्दैन, हात पनि उठाउन मिल्दैन। यदि हात र खुट्टा उठ्यो भने तपाईँको मेरुदण्डमा समस्या छ। त्यसैले यो समस्या आउनु हुँदैन। एकपल्ट जातो घुमाउनुहोस्। 1 पेटको समस्यालाई ठिक गर्नुहोस्। 2 मुख बन्द। 3 4 5 6 उल्टोपट्टिबाट 6 5 4 3 2 1। खुट्टालाई फटाउनुहोस्, खुट्टालाई सिधा फटाउनुहोस्। हातलाई फैलाउनुहोस्, हातलाई फैलाउनुहोस्। हात सिधा, दायाँ बायाँ। कान कतिवटा, मुख कतिवटा, आवाज किन आउँछ? मैले भनेको त सुन्दै हुनुहुन्छ? हात सिधा फैलाउनुहोस्। ओहो, 1 दाहिने हात देब्रे खुट्टा। 2 सिधा 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 हात तन्काउनुहोस्। 3 4 सिधा। 1 2 3 4 1 2 3 4 फटाफट 1 2 3 4 5 6 7 8 9 10
11, 12, 13, 14, 15, 16, 17, 18, 19, 20, 21, 22, 23, 24, 25, 26, 27, 28, 29, दायाँपट्टि ठोक्नुहोस्, बायाँपट्टि पनि, अगाडिपट्टि पनि। खै त तपाईँले भनेको तपाईँको शरीरले मानेको छैन। तपाईँले खुब यसलाई माया गर्नुभयो, जतिखेर भन्यो त्यतिखेर खुवाउनुहुन्छ, जस्तो भन्यो त्यस्तो खुवाउनुहुन्छ, अनि यो शरीरले तपाईँलाई हेप्न थाल्यो। अब यो शरीर मान्दैन तपाईँले भनेको, त्यसैले शरीरलाई ठोक्नुपर्छ। अहिले काँधसम्म टेकेको छ शरीरले, 1000ले ठिक हुन्छ, लाखले ठिक हुन्छ। टाउकोमा टेक्यो भने जीवनभर कमाएको सम्पत्तिले पनि ठिक हुँदैन। त्यसैले यो शरीरलाई चलाउनुपर्छ। 1 कहलाउनुहोस्, 2 सिधा, 3 4 1 2 अब 5 दिन कहलाउनुपर्छ। हाम्रो जस्तै शरीर बनाउनुपर्छ। आउनुहोस्, तितली आसन गरौँ। चलाउनुहोस् पुरा, टिप जोइन्टहरूलाई खोल्नुहोस्। खानेकुरालाई कन्ट्रोल गर्नुपर्छ। आजदेखि आज म 1 तपाईँहरूलाई होमवर्क दिन्छु, त्यो पुरा गर्नुपर्छ आजबाट। चलाउँदै जानुहोस्, चलाउँदै जानुहोस्, चलाउँदै जानुहोस्, चलाउँदै जानुहोस्। हल्ला, पछाडि हल्ला। श्वास लिँदै घुँडाहरू बिचमा, श्वास छोडेर तल। 1 2 1 2 1 2 1 2 फेरि चलाउनुहोस्, फेरि चलाउनुहोस्। ढाड सिधा राख्नुहोस्, चलाउनुहोस्, 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 चलाउँदै जानुहोस्, चलाउँदै जानुहोस्, चलाउँदै जानुहोस्, चलाउँदै जानुहोस्। सजिलोसँग बस्नुहोस्, कपाल ढाका, श्वास बाहिर पेटभित्र, श्वास बाहिर पेटभित्र। सजिलोसँग बस्नुहोस्। यो चोरी औँलालाई बुढी औँलाको फेदमा लाग्नुहोस्। बुढी औँलाले माथिबाट थिच्नुहोस्, बुढा माथि राख्नुहोस्। यसले वायुको विकारलाई दूर गर्छ, वायु सम्बन्धी समस्यालाई हटाउँछ। कपाल घाटी गर्नुहोस्, श्वास बाहिर पेटभित्र, श्वास बाहिर पेटभित्र। एकपल्ट देब्रे हात नाइटोमा राख्नुहोस्, माथिबाट दाहिने हात राख्नुहोस्। एकपल्ट खोक्नुहोस्, अब मुखलाई बन्द गर्नुहोस्, नाकबाट खोक्नुहोस्। देब्रे हात नाइटोमा, दाहिने हात नाकको अगाडि लानुहोस्। अब नाकले खोक्नुहोस्, मुखलाई बन्द गरेर। मानौ तपाईँको नाकभित्र मच्छर पस्यो, झिङ्गा पस्यो भने कसरी निकाल्नुहुन्छ, त्यसरी। यसरी नै गर्नुपर्छ कपाल घाटी। अब दुईटै हातलाई घुट्नामाथि राख्नुहोस्। अब नाकले खोक्नुहोस् लगातार। कपाल घाटी ठुलो औषधि शरीरको लागि। कपाल घाटी पूरा, श्वास बाहिर पेटभित्र, पूरा श्वास बाहिर पेटभित्र। कपाल घाटी सारा पेटको समस्यालाई हटाउँछ कपाल घाटीले। थोरै खानपानको कुरा गरौँ। कपाल घाटीमा सावधानी पनि छ। यदि अपरेसन गरेको, ठुलो अपरेसन गरेको 6 महिना पुरा भएको छैन भने यसलाई गर्न मिल्दैन। शरीरमा धेरै ज्वरो आएको छ
बेला पनि यसलाई गर्न मिल्दैन। गर्भवती अवस्थामा पनि कपालभाती गर्न मिल्दैन। अरू सबैले 1 सेकेन्डमा 1 झट्का दिएर कपालभाती गर्नुपर्छ। सबैभन्दा ठुलो औषधालय भनेको हाम्रो आफ्नै शरीर हो। शरीर ठिक छ भने त्यो शरीर सबैभन्दा ठुलो हस्पिटल हो, औषधालय हो। शरीरको उपचार शरीरले नै गरेको हुन्छ। कपालभाती गर्दै जान्छ। अचम्मको छ हाम्रो शरीर। परमात्माले, भगवानले, देवताले हामीलाई यस्तो सृष्टि गरिदिनु भएको छ कि हाम्रै शरीरमा औषधि पठाउनु भएको छ। कपालभाती गर्दै जान्छ। जस्तो हामी मुखमा खानेकुराहरू राख्छौँ, भात राख्छौँ, रोटी राख्छौँ, कहाँबाट लार आउँछ, चिप्लो बनाउँछ खानालाई। जति चपायो त्यति गुलियो हुन्छ, गुल्कुस त्यही आइपुग्छ। शरीरले नै गुल्कुस बनाइदिन्छ। लार सहितको चिप्लो खानेकुराहरू फुट पाए हुँदै नली हुँदै तल जान्छ। सानो आन्द्रा, ठुलो आन्द्रा सम्पूर्ण भित्र फङ्सन गर्न थाल्छ। त्यसपछि आवश्यक चिज शरीरले ग्रहण गर्छ, विकार चिज मलद्वारा माध्यम बनाएर बाहिर निकाल्छ। शरीर नै ठुलो औषधालय हो, ठुलो हस्पिटल हो शरीर। त्यस्तै गरी हामी दिनभरि तरल पदार्थहरू खान्छौँ, पानी फलफुलहरू खान्छौँ, खरबुजहरू खान्छौँ, अङ्गुरहरू खान्छौँ। आवश्यक तरल पदार्थ शरीरले लिन्छ। विकार तरल पदार्थ किडनीले फिल्टर गरेर पिसाबको माध्यमबाट बाहिर निकाल्छ। शरीर नै ठुलो औषधालय हो। त्यसैले कपालभाती गर्दै जान्छ। हाम्रो शरीरबाट धेरै पसिनाहरू निस्किरहेको छ। किन निस्किन्छ होला त? शरीरभित्रका विकारहरू पसिनाको माध्यमबाट बाहिर निकाल्छ। शरीरले कति ठुलो धर्म गरेको छ, कति ठुलो सेवा हामीलाई दिएको छ। अझ बढी शरीरलाई स्वस्थ राख्ने भनेको यो प्राणवायु नै हो। अक्सिजनको रूपमा त्यो वायुलाई शरीरले लिन्छ, तुरुन्त फिल्टर गरेर कार्बन डाइअक्साइडको रूपमा बाहिर छोड्छ। शरीर नै सबैभन्दा ठुलो हस्पिटल हो, औषधालय हो शरीरले। तर सिस्टम ठिक राख्न जरुरी छ। त्यसैले हामीले हाम्रो मुटुलाई ठिक राख्नुपर्छ, किडनीलाई ठिक राख्नुपर्छ, पाचन प्रणालीलाई ठिक राख्नुपर्छ, पुरा फुफ्सोलाई ठिक राख्नुपर्छ। तब मात्र शरीर ठुलो औषधालय बन्छ। होइन भने शरीर रोगी हुने गर्दछ। कपालभाती गर्दै जाउँ। हजुरहरूलाई सोधेँ मैले कि खाना सँगसँगै, भात सँगसँगै पानी कतिजना खानुहुन्छ? हात उठाउनुहोस् त एकपल्ट। खाना भात खायो, पानी खायो, हात तल जानुहोस्। एकदमै नराम्रो खराब आदत। सबैभन्दा ठुलो धेरै रोग निकाल्छ यसले। आजबाट यो बन्द। खाना खाने, पानी खाने गर्नु हुँदैन। मैले भने शरीर नै ठुलो औषधालय हो। हामीले मुखमा खाना राखिसक्दा अग्निले बनेको छ हाम्रो शरीर। ध्यान दिएर सुन्नुहोस्, कपालभाती गर्दै गर्नुहोस्। अग्निले बनेको छ हाम्रो शरीर। मुखमा खानेकुरा राखिसक्दा हाम्रो पेटमा रहेको आगो बल्न थाल्छ। किन? खाएको खानालाई फेरि पकाउनु पर्छ शरीरले। कहिल्यै पनि आगो र पानीको सम्बन्ध राम्रो हुँदैन। जहिल्यै पनि आगोलाई पानीले बुझाइदिन्छ। पेट त भरिन्छ। अब त्यो पेट पानी र खाना र पानी सँगसँगै खाएको कारणले पेट त भरिन्छ, तर त्यहाँबाट पोषण आउँदैन। त्यो सर्ट भित्र र ग्यास निस्किन्छ। ग्यास निस्केपछि हामीलाई 80वटा रोगहरू उपहारको रूपमा आउने गर्दछ। त्यसैले खाना खानुभन्दा अगाडि आधा घन्टा अगाडि खानुहोस्, या खाना खाइसकेको आधा घन्टा पछाडि पानी खानुहोस्। आजबाट खाना खाने, पानी खाने नगर्नुहोस्। बिचमा 2 गुट खान मिल्छ, तर त्यसले आदत बन्छ। त्यसले त्यसलाई पनि छोड्दिनुहोस्। आजबाटै खाना र पानी साथसाथमा नखानुहोस्। त्यसले हाम्रो शरीरलाई ग्यास बनाइदिन्छ। या आधा घन्टा अगाडि या आधा घन्टा पछाडि कपालभाती फेरि पनि। खानालाई सधैँ चपाएर खानुहोस्, हतार नखानुहोस्। खानालाई सधैँ चपाएर खानुहोस्। खाना पकाउनलाई जति समय लाग्छ त्योभन्दा, खाना हामी खान्छौँ, हाम्रो अगाडि खाना आउँछ, हामी खान्छौँ। खानालाई जति समय लाग्छ त्योभन्दा अधिक समय पकाउनलाई लाग्छ। पकाउनलाई जति समय लाग्छ त्योभन्दा अधिक समय कमाउनलाई लाग्छ। कमाउनलाई जति समय लाग्छ त्योभन्दा अधिक समय एउटा किसानलाई धरती फुटाएर उब्जाउनलाई लाग्छ। त्यसैले खानालाई सम्मान गरेर खानुपर्छ। जब हामी सानो बच्चा थियौँ, हामीलाई पुरा भातलाई मिचेर गिलो बनाएर खुवाइदिनुहुन्थ्यो हाम्रो आमाले, मैयाहरूले। अब हाम्रो बुढो भयो, दाँत खुस्क्यो, फेरि पनि हामीलाई गिलो भात दिनुहुन्छ। दाँतको काम के हो त?
दानको काम भनेको खानालाई टुक्राउने तर हामी बिर्सेर के गर्छौँ हतार खाइदिन्छौँ। अझ आयुर्वेदले भन्छ जतिवटा दान छ त्यतिपल्ट चपाऊ लिटो बनाऊ, तर हामी जान्दैनौँ हतार खाइदिन्छौँ। त्यसैले जसले टुक्राएर खायो उसलाई त्यो खाना औषधि भयो, जसले टुक्राएर खाएन उसलाई त्यो खाना विष भयो। त्यसैले थोरै खानुहोस् तर चपाएर खानुहोस्। कतिपल्ट जतिवटा दान छ त्यतिपल्ट चपाएर खानु भन्छ आयुर्वेदले। ठोसलाई तरल बनाएर खानु भन्छ आयुर्वेदले। खुट्टालाई फेरि अगाडि फैलाउनुहोस् एकपल्ट। नयाँ हुनुहुन्छ बसाइ कटकट खान्छ। ढाडको समस्या भने कति हुनुहुन्छ मेरुदण्ड कम्मर दुखाइको समस्या, कम्मर दुखाइ हात तल झार्नुहोस्। अहिले उपचार फेरि अरू पनि भन्छु म। चलाउनुहोस्, औँलालाई ठोक्नुहोस्, यसरी औँलाहरूलाई ठोक्नुहोस्, औँलाहरूलाई ठोक्दै जानुहोस्, यसरी ठोक्दै जानुहोस्, ठोक्दै जानुहोस्, ठोक्दै जानुहोस्। सजिलोसँग बस्नुहोस्, शान्त सजिलोसँग बस्नुहोस्। फेरि पनि कपालभाती गर्नुहोस् एकपल्ट। श्वास बाहिर पेटभित्र। जसको कम्मर दुखाइको समस्या छ उसले केही ठाउँमा दबाउनुपर्छ, हातको केही ठाउँमा हो। यो पछाडि चोरी औँलाको यो पछाडि यहाँको भाग बुढी औँला र यो भागमा एउटा पोइन्ट छ, यहाँ दबायो भने कम्मर दुखाइको समस्या ठिक हुन्छ। यसरी दबायो भने कम्मर दुखाइको समस्या ठिक हुन्छ। पहिला हाम्रो हजुरआमा हाम्रो दादीहरूलाई कम्मर दुखाइको समस्या हुँदैन थियो। त्यतिखेर के हुन्थ्यो त भन्दा कति लजिक छ पहिलाको कुराहरू, कति प्रमाणित छ। एउटा चुरौटेहरू ढकिया लिएर आउँथिन्, चुरा लिएर चुरौटेहरू। त्यो चुरौटेले ढकियामा आउँदाखेरि एउटा डोरी पनि लिएर आउँथिन् मलमलको कपडाको, र त्यो चुरा यति टाइट गरेर लगाइदिन्थिन्, यति टाइट गरेर पुरा दबाएर। कति चुरा त फुटेर जान्थ्यो, हातबाट खुन पनि आउँथ्यो। र अहिले के प्रमाणित हुन्छ भन्दा त्यो यसरी दबाएर लगाइदिएको कारणले माताजीहरूलाई ढाडको समस्या हुँदैन थियो, कम्मर दुखाइको समस्या हुँदैन थियो। तर अहिले अब धेरै हामी त पसल जान्छौँ, ठुला चुरा लाउँछौँ, त्यो चुरा यति टाइट हुन्थ्यो तल पनि आउँदैन थियो, बाहिर पनि निस्किँदैन थियो। त्यो निकाल्नलाई त्यही चुरौटे चाहिन्थ्यो। यहाँ दबाएको कारणले पाठेघरको समस्या हुँदैन थियो। त्यसैले पाठेघरको समस्याको लागि यो पोइन्ट उत्तम मानिन्छ, यो पोइन्ट उत्तम मानिन्छ। त्यस्तै गरी आँखालाई स्वस्थ बनाउनु छ भने यो दुईटा औँलाको यो भागमा दबाउनुपर्छ, यसले आँखालाई स्वस्थ बनाउँछ। कानलाई स्वस्थ बनाउनु छ भने यो बिचको दुईटा औँलाको तलको भागलाई दबाउनुपर्छ, यो भागलाई। मुटु हाम्रो देब्रेपट्टि हुन्छ, यो देब्रे हातको तीनवटा रेखाको तलपट्टि दबायो भने यसले मुटुलाई स्वस्थ बनाउँछ। दबाउँदै छोड्दै गर्नुपर्छ। नो पेन नो गेन, नदुखेसम्म ठिक हुँदैन। त्यसैले ताली सत्कार पनि हो, ताली उपचार पनि हो। ताली बजायो भने सारा पोइन्टहरू दब्छ र हाम्रो शरीर स्वस्थ बन्छ। यसरी बस्नुहोस् एकपल्ट, पैतालालाई बाहिर निकालेर बस्नुहोस्। सम्पूर्ण हाम्रो शरीरको भित्री अङ्गहरू हाम्रो पैताला र हातमा रहेको हुन्छ। ताली बजायो भने सम्पूर्ण अङ्गहरू ठिक हुन्छ। 1 2 3 4 5 3 4 5 1 जोर बजाउनु। 1 2 1 2 1 2 1 2 1 2 1 2 1 2 1 2 1 2 1 2 1 2 1 2 1 2 1 2 बस्नु भयो। कपालभाती ताली सत्कार पनि हो, ताली उपचार पनि हो। धेरै टाढाबाट अतिथिज्यूहरू आउनुभएको छ। रीता चौधरी हुनुहुन्छ, प्रदेशको कोषाध्यक्ष हुनुहुन्छ। एकपल्ट जोरदार तालीले सम्मान गर्नुहोस्। त्यस्तै गरी पपिता चौधरी हुनुहुन्छ, मध्य प्रदेशको सदस्य हुनुहुन्छ। त्यस्तै गरी जिल्लाको अध्यक्षज्यू हुनुहुन्छ, रामस्वरूप चौधरीज्यू हुनुहुन्छ। उहाँलाई पनि जोरदार तालीले सम्मान
त्यस्तै गरी हामी बिचमा हुनुहुन्छ शङ्कर चौधरीजी हुनुहुन्छ, एकपल्ट उठिदिनु होला कृपया। कता ए अच्छा। त्यस्तै गरी हामी बिचमा हुनुहुन्छ विजय कुमार चौधरी हुनुहुन्छ, एकपल्ट उठिदिनु होला। महामन्त्री हुनुहुन्छ, त्यस्तै गरी उहाँको ताली त हामी अन्तिममा बजाउँछौँ। त्यस्तै गरी दुर्गानन्द चौधरी हुनुहुन्छ, एकपल्ट उठिदिनु होला। कता 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 हजुर, हार्दिक अभिनन्दन छ। त्यस्तै गरी लक्ष्मी शाह महिला पतञ्जलि यस नगरको नगर अध्यक्ष हुनुहुन्छ। त्यस्तै गरी हुनुहुन्छ हामी बिचमा शैलेन्द्र शाह हुनुहुन्छ, कता हुनुहुन्छ? पछाडि हुनुहुन्छ, हजुरहरूको सेवाको लागि आउनुभएको छ। देवनारायण शाह हुनुहुन्छ, कता हुनुहुन्छ? हार्दिक अभिनन्दन छ। त्यस्तै गरी हुनुहुन्छ नागेश्वर शाह हुनुहुन्छ, एकपल्ट जोड कता हामी बिचमा हुनुहुन्छ सरिता पण्डित हुनुहुन्छ, जोरदार तालीले सम्मान गरौँ। हामी बिचमा हुनुहुन्छ बोधे वर्षाइनका पतञ्जलि योग समिति नगरका नगर प्रमुख आदरणीय सञ्जय अग्रवाल पछाडि हुनुहुन्छ, एकपल्ट जोरदार तालीले अभिनन्दन गरौँ। त्यस्तै गरी हार्दिक अभिनन्दन हुनुपर्छ। ताली बजाउँदाखेरि हजुरको हात दुख्नुपर्छ। आदरणीय डाक्टर बैजनाथ शाहजी हुनुहुन्छ, जसको माध्यमबाट हजुरहरूले यो शिविरमा सहभागी बन्न पाउनुभएको छ। हार्दिक अभिनन्दन छ, हार्दिक धन्यवाद छ। हजुरहरूको कारणले यो बृहत शिविर भोलि अझ बृहत हुनेछ। कपाल भाती फेरि पनि श्वास बाहिर पेटभित्र। ठिक हामी 6:30मै छोड्छौँ आज र भोलि ठिक हामी 4:30 बजे तयार भइसक्छौँ। आज धेरै कारणले हामी विलम्ब भयौँ, अतिथिज्यूहरूलाई पनि पर्ख्यौँ। भोलि हाम्रो समय भनेको 4:30 देखि 6:30 र भोलि हामी अलिक फैलिएर बस्नुपर्छ। आज धेरै कुरा हामीले सिकाउन सकेनौँ। सुतेर गर्नुपर्छ, ढाडलाई ठिक गर्नुपर्छ, घोप्टो परेर आकाशतर्फ फर्केर पेटलाई ठिक गर्नुपर्छ। आज हामीले सिकाउन सकेनौँ, भोलि धेरै कुरा सिकाउँछौँ। फेरि पनि कपाल भाती, श्वास बाहिर पेटभित्र। र आज हजुरहरूले घरमा खानासँग पानी खानुहुने छैन। आज घरमा खानासँग पानी खानुहुने छैन। एकपल्ट म भन्छु, मलाई साथ दिनु होला। भोजनान्ते भन्नुहोस्, भोजनान्ते विषमवारी, भोजनान्ते विषमवारी, भोजनान्ते विषमवारी। अर्थात् भोजनको अन्तिममा खाना खानु भनेको विषको समान हुने गर्दछ। भोजनको अन्तिममा पानी खानु भनेको विषको समान हुने गर्दछ, या त आधा घन्टा अगाडि या त आधा घन्टा पछाडि। आज पानीको विषयमा हामीले धेरै कुरा जान्यौँ। पानी हाम्रो शरीरमा मर्ने अवस्थामा पनि 1 गुण पानी खानु भनेको धर्म मानिन्छ। पानीले हाम्रो शरीर 1% पानी कम भयो भने हामीले तिर्खा लाग्छ, प्यास लाग्छ। 10% पानी कमी भयो भने हाम्रो मृत्यु हुन्छ। त्यसैले पानीले हाम्रो शरीरलाई बचाएको छ। 70% अधिक हाम्रो शरीरमा पानी छ भने त्यो पानीको प्रयोग कसरी गर्ने त हामी भोलि पनि भन्नेछौँ। लामो श्वास लिनुहोस्, लामो श्वासलाई छोड्नुहोस्। मलद्वारलाई बन्द गर्नुहोस्, चिउडोलाई रोक्नुहोस्, यसरी लक गर्नुहोस्, पेटलाई भित्र खिच्नुहोस्। फेरि पनि लामो श्वास लिनुहोस्, लामो श्वासलाई छोड्नुहोस्, मलद्वारलाई खिच्नुहोस्, पेटलाई नाइट्रोलाई भित्र खिच्नुहोस्, चिउडोलाई लक गर्नुहोस्। छोडिदिनुहोस्। यति गऱ्यो भने कपाल भातीले ननिकालेको विकारलाई बाहिर छोड्छ। पेटदेखि छातीसम्मको विजातीय तत्त्वहरूलाई बाहिर छोड्ने काम गर्दछ बाह्य प्राणायामले। अब लामो श्वास लिनुहोस्, लामो श्वास छोड्नुहोस्, मलद्वारलाई खुम्च्याउनुहोस्, पेटलाई भित्र बाहिर हल्लाउनुहोस्, पुरा हल्लाउनुहोस्, पुरा हल्लाउनुहोस्, पुरा हल्लाउनुहोस्। निरोगी व्यक्तिको पहिचान: गोडा गरम, पेट नरम, शिर ठन्डा।